आज हामी यसो सुकुटी खाने प्लान गरेर बाहिरतिर निस्केको थियौँ बिहान बिहानै ड्युटीबाट आएर। हामी जाँदा जाँदै जाँदा जाँदै यसो अब साथीहरू साइडमा बसिरहेको छन्। हेरौँ न मौसम पनि कस्तो दामी छ कि हरियाली हरियाली सेम अब नेपाल जस्तै लाग्छ के। अनि गाडीहरू जाम भएको रहेको थियो। अब गाडी जाम भइरहेको थियो। हामी सोच्यौँ किन जाम भएको त गाडी, अगाडि केही सायद इस्यु होला भनेर बन्द भयो होला भन्ने सोचेर बसिरहेको थियौँ। अब केटाहरू पनि यहाँ बसिरहेको थिए। अनि हामी जाँदा 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 गर्दाखेरि फेरि टक्क गाडीहरू बिस्तारै बिस्तारै चल्न थाल्यो होइन। अनि त्यसपछि फेरि गाडी चल्न थाल्यो। अनि त्यसपछि अब हामी जाँदै थियौँ उता हामी चाहिँ खासमा नेपाली होटल जाँदै थियौँ क्या। अनि टक्क जाँदा जाँदै गाडी फेरि सुरु भयो क्या चल्नलाई। सायद एकछिनको लागि केही समस्या भएको थियो होला, त्यही भएर अब गाडी बन्द भएको थियो। अनि टक्क हामी जाँदा जाँदै गाडी ठ्याक्कै सञ्चालन भयो क्या, गाडी सुरु भयो। अनि टक्क हामी फेरि हाम्रो मार्केटको अब मार्केट भने जे भने हो प्रवेश गऱ्यौँ है गेटमा। टक्क भित्र गयौँ, भित्र गएपछि पुरै हेर्दाखेरि पुरै खाली खाली छ। अब कोही छैन क्या। अब ठ्याक्क बिहानको समय हो नि त, बेलुका सायद बेलुकातिर अलिक बजार लाग्छ। अनि त्यही भएर क्या अब बेलुकातिर बजार लाग्ने भएपछि त्यति मान्छेहरू हुँदैन भिड। अनि टक्क अब हेर्दै जाँदाखेरि अब यहाँ बङ्गला होटलमा पनि केही थिएन। अनि ट्याक्क हामी नेपाल होटलमा गयौँ। नेपाल होटलमा गएको हेर्नु साथीभाइहरू खाना खाँदै थिए। अनि त्यसपछि फेरि हामी सुकुटी मगाएर टक्क बाहिर गएर खाना थाल्यौँ। सुकुटी मगाएर खायौँ। हेर्दा पनि दामी थियो सुकुटी। अनि त्यसपछि यो किरा के, यो किरा त हाम्रोतिर रातो रातो हुन्थ्यो, तर यहाँ कस्तो कालो टाइपको किरा रहेछ कि अचम्म लाग्यो मलाई देख्दा पनि। अनि यही किरा हेरेर एकछिन अब के होला यस्तो भन्ने